ढलान गर्दा 1:2:3 को रेसियोमा मसला बनाउनु ठिक हो त अथवा यो 1 भाग सिमेन्ट 2 भाग बालुवा र 3 भाग गिटी राखेर बनाएको मसलाले ढलान गर्दा के हुन्छ त? अब धेरै जसो ठाउँमा चाहिँ जुन यो कन्ट्र्याक्टरहरूले सजिलोको लागि चाहिँ यही आधारमा नै यस्तो खालको ढलान गर्ने मसला बनाएको चाहिँ पाइन्छ। तर यसो गर्नु उपयुक्त होइन। ढलान गर्दा चाहिँ तपाईले कङ्क्रिटको ग्रेड अनुसार नै त्यसको मिक्स डिजाइन जुन हुन्छ त्यो अनुसार चाहिँ तपाईले बनाउनु पर्छ। 800 मिटर स्क्वायर भन्दा कम क्षेत्रफलमा बनेको जुन बिल्डिङ हुन्छन् यस्तोमा चाहिँ तपाईले M15 अथवा M20 जुन चाहिँ त्यहाँ डिजाइनरले अथवा इन्जिनियरले चाहिँ डिजाइन गर्दा नै त्यहाँ कुन ग्रेडको कङ्क्रिटिङ गर्ने भनेर त्यहाँ ढलान गर्ने भनेर त्यहाँ उल्लेख गरेको हुन्छ त्यही अनुसार नै तपाईले गर्नुपर्छ। र यो M15 त्यस्तै M20 M25 भनेको चाहिँ यो कङ्क्रिटको ग्रेड हो। यसमा जुन यो M छ त्यो भनेको चाहिँ मिक्स हो अथवा मिसाउनु र पछाडिको जुन यो डिजिट छ 15 20 25 यो भनेको चाहिँ जुन त्यो ढलान गरिसकेपछि 28 दिनसम्म राम्रोसँग त्यसलाई राम्रो कन्डिसनमा क्युरिङ गर्यो भने चाहिँ यसमा आउने स्ट्रेन्थ अथवा त्यसको बलियोपना यदि अब कुनै कङ्क्रिट चाहिँ M15 ग्रेडको छ भने चाहिँ त्यो कङ्क्रिटलाई अब 28 दिनसम्म तपाईले राम्रोसँग क्युरिङ गरेर त्यसको अब तपाईले कम्प्रेसिभ स्ट्रेन्थ नाप्नु भयो भने चाहिँ त्यसको 15 न्युटन पर mm स्क्वायर अथवा 1 mm स्क्वायर क्षेत्रफलमा चाहिँ त्यसले 15 न्युटन सम्मको लोड चाहिँ त्यसले थेक्न सक्छ। त्यही अनुसार नै जति यो नम्बर बढ्दै जान्छ 25 30 40 यस्तो हुन्छ त्यही अनुसार नै त्यसको बलियोपना पनि बढ्दै जान्छ। र हामीले अब नर्मल्ली घर बनाउँदा चाहिँ 800 मिटर स्क्वायर भन्दा कम क्षेत्रफलको छ भने चाहिँ त्यस्तोमा हामीले M20 अथवा M15 कै पनि हामीले कङ्क्रिटिङ गरिराखेको हुन्छौँ। तर अब विभिन्न यो पुलहरू बनाउँदा त्यस्तै बाटोहरू बनाउँदा चाहिँ M30 M35 M40 सम्म पनि प्रयोग गरिएको हुन्छ। अब M15 को रेसियोको कुरा गर्दा चाहिँ 1:2:4 हुन्छ अथवा यो भनेको चाहिँ 1 भाग सिमेन्ट 2 भाग बालुवा र 4 भाग गिटी। त्यस्तै अब M20 को त्यहाँ ढलान गर्दा चाहिँ 1 भाग सिमेन्ट 1.5 भाग बालुवा र 3 भाग चाहिँ गिटीको प्रयोग गरिन्छ। यसै गरी अब M25 ग्रेडको कङ्क्रिटको लागि चाहिँ 1 भाग सिमेन्ट 1 भाग बालुवा र 2 भाग गिटीको चाहिँ हामीले प्रयोग गर्छौँ। त्यस्तै अब M30 को लागि पनि एउटा यो मिक्स डिजाइन चाहिँ फिक्स छ। 1 भाग सिमेन्ट त्यस्तै 0.75 भाग बालुवा र 1.5 अथवा 1.5 भाग चाहिँ तपाईले गिटी मिसाउनु पर्ने हुन्छ। तर अब यो भन्दा माथिको लागि चाहिँ 35 40 यस्तोको रेसियोको लागि चाहिँ त्यहाँ अब इन्जिनियरले मिक्स डिजाइन हिसाब गरेर नै त्यहाँ चाहिँ अब कस्तो खालको गिटी युज गरिएको छ त्यस्तै अब बालुवाको कन्डिसन कस्तो छ र तिनीहरूको अब साइज कस्तो छ र तिनीहरूलाई चाहिँ कहाँबाट ल्याइएको त्यो विस्तृत रूपमा अध्ययन गरेर चाहिँ हामीलाई जति स्ट्रेन्थ चाहिएको छ त्यही अनुसार नै त्यहाँ हिसाब गरेर चाहिँ यसको बारेमा चाहिँ इन्जिनियरले कति रेसियोमा चाहिँ त्यो कङ्क्रिट बनाउने भनेर चाहिँ दिन्छन्। र त्यस्तै अब यो जुन रेसियो छ यसलाई मिसाउँदा पनि नर्मल्ली चाहिँ बोरा अथवा तगारीले चाहिँ मिसाउने गरिन्छ। यसो गर्दा चाहिँ त्यसको भोल्युम अथवा त्यो आयतनबाट चाहिँ हामीले मिक्स गरिराखेको हुन्छौँ। तर खास तपाईले एक्ज्याक्ट चाहिँ तपाईले त्यसको वेट अनुसार चाहिँ तपाईले मिक्स गर्नुपर्ने हुन्छ। त्यसैले तपाईले अब जुन यो मिश्रण छ यसलाई मिसाउँदा चाहिँ त्यसको भोल्युमको आधारमा नभई तपाईले चाहिँ अब त्यसको वेटको आधारमा त्यसको तौलको आधारमा तपाईले मिसाउनु भयो भने मात्र तपाईले चाहिँ आफूले चाहेको खोजेको स्ट्रेन्थ आउँछ।